हेलो, यो हाम्रो हुम्ला जिल्लाको चङ्खिल्ली गाउँपालिका वडा नम्बर 6 स्थित कल्फेमा उत्पादन गरिएको या फलेको बुद्धचित्र माला हो। यो आज हामीले रुखबाट दाना यसरी निकालेको छौँ। यो दाना छिप्पिसकेको दाना हो। अब यसलाई हामीले बोइल गरेर यो दानाको सम्पूर्ण बाहिरी भागहरू हटाएर अनि यो चाहिँ बजारमा बेच्नलाई रेडी हुन्छ। हेर्नु त, हामीलाई यतिको भए त धेरै राम्रो हुन्थ्यो। यो हामीले अब यो 5 वर्ष अगाडि रोपेको रुख हो। हामीसँग अहिले 2टा रुख छ। गत सालमा हामी त्यस्तै 7 देखि 10 किलोसम्म भएको थियो होला। अहिले यो 25 किलोको 2वटा बोरा, 25 किलोको 2वटा बोराको दाना हो यो। जस यता हाम्रो 1500 उचाइसम्मको हाम्रो समुद्री सतहदेखि 1500 उचाइसम्मको हाम्रो यो क्षेत्र कल्फेमा चाहिँ राम्रै फलेको देखियो। दाना यो माला पनि एकदम गुणस्तरीय, एकदम कुनै 2 मुखे छ भने कुनै 3 मुखे पनि भेटेको छ। हाम्रो अधिकांश चाहिँ 2 मुखे छ। यसलाई हामी भोलि तातो पानीमा बोइल गरेर टक्क हामी यसको बोक्रा निकाल्छौँ। कसैलाई चाहिएमा सम्पर्क गर्नुहोला।